माध्यमिक शिक्षा परीक्षा एससीई को नतिजा को के काम चल्दैछ त यति बेला बोर्डमा नतिजा कहिले सार्वजनिक हुन्छ भनेर धेरै विद्यार्थीहरूले हाम्रो च्यानलमा प्रश्न सोधिरहनु भएको छ। आज म तपाईहरुलाई यसै सम्बन्धमा जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसनमा अन गर्न नबिर्सनु होला। साथै भिडियोलाई एउटा लाइक गरेर शेयर गरिदिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ। माध्यमिक शिक्षा परीक्षा एससीई को नतिजाको के काम चल्दैछ त बोर्डमा भनेर धेरै विद्यार्थीहरूले हाम्रो च्यानलमा प्रश्न सोधिरहनु भएको छ। यति बेला राष्ट्रिय परीक्षा बोर्डमा चाहिँ तपाईहरुको उत्तर पुस्तिका परीक्षणको काम चाहिँ भइरहेको छ। कतिपय परीक्षा केन्द्रहरूमा चाहिँ उत्तर पुस्तिका परीक्षण गरेर सकिसकेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ भने उत्तर पुस्तिका परीक्षण गरेर नसकेका केन्द्रहरूमा अहिले पनि उत्तर पुस्तिका परीक्षणको काम चाहिँ चलिरहेको छ र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष अघि हामीलाई दिएका जानकारी अनुसार चाहिँ माध्यमिक शिक्षा परीक्षा एससीई को नतिजा 7 गते भित्र चाहिँ सार्वजनिक गरिने भनेर चाहिँ राष्ट्रिय परीक्षा बोर्डले बताएको थियो र शिक्षक आन्दोलनका कारणले उत्तर पुस्तिका परीक्षणमा ढिलाइ भएकोले नतिजा केही पर सर्न सक्छ कि भने एउटा आशंका थियो र राष्ट्रिय परीक्षा बोर्डले भने तोकिएकै समयमा चाहिँ नतिजा सार्वजनिक गर्ने भनेर बताएको छ र त्यस्तै अनुसार चाहिँ अहिले तपाईहरुको नतिजाको काम राष्ट्रिय परीक्षा बोर्डमा तीव्र गतिले भइरहेको छ। तपाईहरुलाई नतिजाको अपडेट हामी यस च्यानलमा निरन्तर गरिरहने छौं। त्यसैले ज्यादा हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जानु होला। यदि कुनै प्रश्न छ भने कमेन्ट बक्समा आफ्नो प्रश्न राख्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।